तपाईले जुन भर्खरै भिडियोमा हेर्नुभयो त्यो रेसिङ कार र त्यो डिएनए को मोडेल त्यो कहीँ कतै बाहिर विदेशमा नभएर नेपालमै बनेका प्रोजेक्ट हुन्। अब म तपाईले भन्न जाँदैछु त्यो प्रोजेक्ट कहाँ बन्यो र कसले बनायो। केही समय अगाडि विद्यार्थी संगठनले राखेको यो एक्जिबिसन प्रोग्राममा म पनि त्यहाँ हेर्नको लागि दर्शक बनेर गएको थिएँ र त्यहाँ राम्रो लागेका प्रोजेक्टहरूको भिडियो मैले क्याप्चर गरेर ल्याएको थिएँ। ती भिडियोहरू आज एसेम्बल गरेर तपाईहरुलाई देखाउन चाहदैछु। ल हेरौँ त हाम्रो नेपालमा कुन कुन विश्वविद्यालयमा अथवा कुन कुन कलेजहरुमा कस्तो कस्तो प्रोजेक्ट बनेका थिए र ती प्रोजेक्टहरू कसरी डेमोन्स्ट्रेट भएका थिए सबै कुराहरु मैले भिडियोमा ल्याएको छु। आउनुहोस् यो भिडियो सुरु गरौँ। सुरुमा मेरो ध्यान गयो काठमाडौँ युनिभर्सिटीका स्टुडेन्टले बनाएको यो E36 मोडेलको रेसिङ कार। यो रेसिङ कार चाहिँ नेपालमा मात्र नभएर इन्डियामा पनि पार्टिसिपेट गर्नको लागि धेरैचोटि पुगिसकेको कार हो, जुन चाहिँ मैले देख्ने अवसर पाएँ। रेसदेखि लिएर बनाउँदाखेरि रेसदेखिसम्म टोटल बहुतहरू सबै कुराहरू क्यालकुलेट हुन्छ। हामीले पार्टिसिपेट गर्दाखेरिको अगाडि सुरुदेखिकै फोटोहरू त्यो चाहिँ हामीले स्टार्टिङ गर्दाखेरि चाहिँ पार्टिसिपेट गर्छौँ। त्यो भाषणको हाइएस्ट स्पिड कति छ अहिले 95 हामीले अचिभ चाहिँ 95 गर्यो तर अझै राम्रो बनाएको यो ब्याट्री मोटर चाहिँ 14 किलोवाटको हो अनि हाम्रो ब्याट्री चाहिँ 5.55 किलोवाट आवर। त्यहाँदेखि भित्र लाग्दै गर्दा रोबोवार र रोबोसकरको नेपाल भर्सेस इन्डियाको म्याचको तयारी हुँदै रहेछ। नयाँ र फरक टेक्निकका साथ डिफेन्स कार बनाइदै थियो। साथीहरू अबको केही सेकेन्डमा सुरु नलागेको छ रोबोवार टिम बोथ नाइन्स फ्रम नेपाल भर्सेस टिम कातोडा फ्रम इन्डिया बीचको रोबोवार सुरु नलागेको छ अबको केही सेकेन्डमा। यो रोमाञ्चक गेम पनि नछुटोस् र भित्रको क्लिपहरू पनि रेकर्ड गरिहाल्न पाऊँ भनेर म लागे छिटो छिटो भित्रतर्फ के छ त प्रोजेक्ट हेर्नको लागि। सुरुमै राखिएको थियो हिमालयन कलेज अफ इन्जिनियरिङको प्रोजेक्ट। घरको डिजाइन र प्लानका स्याम्पलसँगै वेल स्मार्ट भिलेजको प्लान पनि राखिएको थियो। साइडमा ठुल्ठुला जियोलोजिकल ल्यान्डमार्क र हाउस लोड बियरिङको स्याम्पल पनि राखिएको थियो। मैले त्यति बुझेन तर पक्कै सिभिल र जियोलोजिस्टलाई ज्ञानवर्धक कुरा हुनुपर्छ त्यो। यो प्रोजेक्ट चाहिँ ट्रिटन कलेजको साइन्स एन्ड रोबोटिक्स क्लबले ल्याएको मोडर्न सिटी प्लानको मोडेल पनि देख्न पाइयो यहाँ, जसमा इलेक्ट्रिक बस अनि त्यसपछि फ्लाइओभर ब्रिज, मोडर्न अस्पतालहरू अनि त्यसपछि अटोमेटेड पार्किङ सिस्टम, अटोमेटेड रोड लाइट सिस्टम अनि लाइट ट्र्याकिङ सोलर प्रोजेक्टहरू पनि देख्न पाइयो। यो चाहिँ थापाथली क्याम्पसको प्रोजेक्ट। यहाँ चाहिँ केराको खम्बादेखि त्यसको रेसा निकालेर अनि त्यो रेसालाई चाहिँ रसीमा चेन्ज गर्ने, फाइबर रसीमा चेन्ज गर्न सकिने एउटा मेसिन बनेको छ। सँगसँगै मोमो चाहिँ इलेक्ट्रिक एउटा स्टिमर बनेर यसमा चाहिँ धेरै मोमो एकचोटि स्टिम गर्न मिल्ने एउटा मेसिन बनेको रहेछ। म आफै मोमो खान रुचाउने मान्छे, त्यसले गर्दाखेरि मैले यो कसरी बन्यो भन्ने कुरा विस्तृत रूपमा भाइहरूलाई पनि सोधेँ। हजुरको नाम अनि क्याम्पस सबै भनिदिनु न है। हजुर नमस्कार, मेरो नाम चाहिँ दर्शन काफ्ले। म चाहिँ थापाथली क्याम्पसकोबाट मेकानिकल डिपार्टमेन्टको स्टुडेन्ट। हजुर अनि यो चाहिँ हाम्रो फाइनल इयर प्रोजेक्ट अनुसारको हाम्रो इलेक्ट्रिकल मोमो स्टिमर हो। हजुर अब बजारमा देखेको भन्दा थोरै डिफ्रेन्ट कन्सेप्टले बनाएको हो यो। हजुर बजारमा हामीले देखेको मोमोको भाँडा भनेको सिलिन्ड्रिकल हुन्छ तर यो चाहिँ अलिकति डिजाइन अलिकति फरक ढङ्गको डिजाइनमा हामीले बनाएको छ। यो बनाउनुको कारण भनेको चाहिँ एउटा इजी ह्यान्डलिङ होस् र हाई नम्बर अफ मोमो चाहिँ एकैचोटिमा पकाउन सकौँ भन्ने उद्देश्यले गराएको। यसको फिचरको कुरा गर्नुपर्दा चाहिँ यो हाइली कमर्सियल, जसले चाहिँ धेरै नम्बर अफ मोमो बेच्न सक्छ त्यसको लागि डिजाइन गरेको हो, जसको चाहिँ केस स्टडी हामीले साधारण मोमोबाट लिएका थियौँ। र यसको इफिसियन्सीको कुरा चाहिँ 90 to 96% छ, जुन चाहिँ एक्जिस्टिङको चाहिँ 40 to 45 छ। अब यो लाग्न सक्छ यत्तिकै 90 to 95% लाग्यो होला, तर यो चाहिँ हामीले टोटल्ली रिजल्टको आधार र टेस्टिङ
पुलको आधारमा भने हो अहिले एक्जिस्टिङमा के हुन्छ भन्दा पहिला भाँडा तात्छ र पानी तात्छ जसले गर्दा लसेस धेरै छ र एलपिजीले जब भाँडा तताउँछ त्यति बेला हावाको इनफ्लो र आउटफ्लोमा चाहिँ मेजोरिटी अफ हिट चाहिँ हावामा लस भइरहेको हुन्छ जुन चाहिँ मोमोले लिने हिट चाहिँ एकदम माइनरली गएको हुन्छ त्यो कुरालाई हामीले ओभरकम गर्नलाई चाहिँ हामीले के गर्यौँ भन्दा पाक्ने कुरा पनि भित्र र पकाउने हिटिङ सोर्स पनि भित्र राखेको छ बबाल छ अझै पनि यस्तै राम्रो प्रोजेक्टहरू अरू पनि सोच्दै जानु भाइलाई शुभकामना यहाँ अवस्थित छ काठमाडौँ इन्जिनियरिङ कलेजको यो आर्किटेक्चर र डिजाइनहरूको प्रोजेक्टहरू यहाँ जाने बित्तिकै मैले देखेँ मुन्सेघाट सत्तल भैरवनाथको मन्दिर त्रिपुरेश्वर मन्दिर अनि टर्निङ टर्सो र ब्याङ्क अफ चाइना जस्तै देखिने टावरको आर्किटेक्चर सँगै थियो एनसीआईटीको प्रोजेक्ट एनसीआईटीले बनाएको फुल्ली म्यानेज विथ वेल अटोमेटेड सेन्सर सिस्टम भएको तल्लै तल्लामा बनेको यो घर पनि त्यहाँ देख्न पाइयो पद्मोदय सेकेन्डरी स्कुलको भाइ बहिनीहरूले बनाएको अर्थक्वेक डिटेक्सन सेन्सर पनि एकदम काम लाग्ने र राम्रो प्रोजेक्ट थियो यो चाहिँ रहेछ नेपाल इन्जिनियरिङ कलेजको प्रोजेक्ट नेवारी आर्किटेक्चरको घर प्यागोडा स्टाइलको मन्दिर वेल फिनिसिङका साथ बनेको बुद्धनाथ अनि यो हेदार एलिएफ सेन्टर यो जुन चाहिँ अजरबैजानको बकुमा लगभग 1 वर्ग किलोमिटरमा लोकेट भएको यो आर्किटेक्चरलाई राम्रो स्केलिङका साथ बनाएको देखियो सँगै ब्याङ्क अफ चाइना टावर जस्तै देखिने यो टावर पनि त्यहाँ अवस्थित थियो यो 9 तला अग्लो ग्यान्स्टे कुम्बुम लेखा छ यो मोनेस्ट्री स्टुपा जुन चाहिँ ग्यान्स्टे तिब्बतको राज्यमा अवस्थित छ रियलमा जस्तै स्केलिङ गरेर बनाइएको यो आर्ट एकदमै लोकलाग्दो थियो पुल्चोक इन्जिनियरिङ कलेजले बनाएको यो इभी कन्भर्जन बाइक त्यहाँ देख्न पाइयो जुन चाहिँ बबाल नै थियो लुक्समा पनि र त्यसपछि त्यसको पर्फर्मेन्समा पनि मैले सुनेअनुसार साइडमा अर्को राम्रो प्रोजेक्ट पनि थियो कसैले चाहिँ डाइरेक्ट सप्लाई लाइनमा हुक गरेर बिजुली चोरी गर्दैछ भने वार्निङका साथ स्टेसनदेखि कति टाढा चोरी भइरहेको छ भनेर पत्ता लगाउने यो उपकरण थियो अहिले चाहिँ नर्मल लोड चाहिँ यति करेन्टमा भयो चलिरहेको छ अब थेफ्ट गर्यो भने नाइस 2.93 मिटर त्यसपछि लाग्यौँ एक्मे इन्जिनियरिङ कलेजतिर यहाँ चाहिँ मोडर्न स्टेडियम जस्तै देखिने एउटा डिजाइन देख्न पाइयो साथै हाइली डिटेलले भरिपूर्ण एउटा डरलाग्दो डिजाइन पनि देख्न पाइयो यस्तै विभिन्न घर बिल्डिङको ढाँचा लिएर प्रस्तुत गरेको देखिन्छ यो एक्मे इन्जिनियरिङ कलेजका भाइ बहिनीहरूले यहाँ छ कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सको प्रोजेक्ट नाम जस्तै कामहरू पनि बनाएर राखेको थियो यो कलेजले डिएनएको स्याम्पल स्ट्रक्चर राखेको छ ग्लासमा बाहिर छ भाइरस सेम कोरोना भाइरस जस्तै देखिने यो भाइरसलाई ठ्याक्क जस्तोको त्यस्तै बनाएर राखिएको थियो सँगैको बिल्डिङमा छ फायर अलार्म सिस्टम सेक्युरिटी अलार्म सिस्टम सोलर एनर्जी अटोमेटिक डस्टबिन अटोमेटिक होम कुलिङ सिस्टम फिङ्गर प्रिन्ट गेट थियो लाइट सेन्सिङ स्ट्रिट लाइट जस्ता अझै विभिन्न कुराहरू राखिएको थियो यो स्टल थियो कस्मस इन्जिनियरिङ कलेजको जहाँ वेल म्यानेज सिटी वेल म्यानेज्ड गाउँको आर्किटेक्चर प्रस्तुत गरिएको थियो जुन असाध्यै राम्रो थियो अझ धेरै राम्रा प्रोजेक्टहरू खिच्न बाँकी नै थिए तर रोबोरेस हेर्न बाँकी थियो त्यसैले गर्दा म रोबोरेस हेर्नतिर लागेँ अनि हेर्दा हेर्दै झमक्क साँझ पर्यो र स्टलहरू चाहिँ सबै उठिसक्नु भएको रहेछ त्यसले गर्दाखेरि अरू बाँकी स्टलहरू खिच्न भ्याइएन अब फेरि त्यस्तो नेक्स्ट कार्यक्रमहरू हुँदाखेरि म पक्कै जानेछु र यस्तै राम्रो प्रोजेक्टहरू खिचेर ल्याउने नै छु मेरो आफ्नै प्रोजेक्ट पनि अब रेगुलर जस्तो आउने नै छ तपाईको वरिपरि पनि यस्तै राम्रो साइन्स एक्जिबिसनका प्रोजेक्टहरू हुँदैछन् भने मैले तल चाहिँ डिस्क्रिप्सनमा मेरो मेल आइडी छोडिदिनेछु त्यो मेल आइडीमा चाहिँ एड्रेस तपाईँले छोडिदिनु भयो भने हामी आएर त्यहाँ रेकर्ड गर्नेछौँ र यो च्यानलमा राख्नेछौँ त्यति भन्दै यो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला यस्तै राम्रो भिडियो लिएर फेरि आउने नै छु त्यति बेलासम्मको लागि हस्त धन्यवाद नमस्कार